दर्शकबिन आज हामी महानायक राजेश हमालका 14वटा हिट फिल्महरूको बारेमा चर्चा गर्दैछौं। ती 14वटा फिल्महरू कुन कुन हुन् अनि ती 14वटा फिल्महरूले बक्स अफिसमा कति दिन मनाउन सफल भए, आज हामी यिनै विषयमा चर्चा परिचर्चा गर्नेछौं। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै यस च्यानलका भिडियोहरू मनपर्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँगै जोडिनुहोला। अब लागौं आजको विषय वस्तुतिर। नम्बर 14 मा रहेको छ चलचित्र कर्तव्य। यो फिल्म 2060 साल माघ 4 गते प्रदर्शनमा आएको थियो। यो फिल्मको रन टाइम 2 घण्टा 26 मिनट रहेको छ भने यो फिल्मलाई नारायण पुरीले निर्देशन गरेका थिए र यो फिल्ममा महानायक राजेश हमाल, निरुता सिंह, निखिल उप्रेती, दिलीप रायमाझी, साजन मैनाली, सुशील पोखरेल, सुन्दर अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको थियो र यो फिल्म बक्स अफिसमा हिट हुँदै 25 वटा हलहरूमा 51 दिन मनाएको थियो। त्यस्तै नम्बर 13 मा रहेको छ 1 नम्बरको पाखे। यो चलचित्र 2056 साल असोज 12 गते प्रदर्शनमा आएको थियो र यो फिल्मको निर्देशन गरेका थिए किशोर राणाले। यो फिल्मको रन टाइम रहेको छ 2 घण्टा 16 मिनट। यो चलचित्रमा महानायक राजेश हमाल, करिश्मा मानन्धर, जल शाह, रमेश उप्रेती, वसुन्धरा भूषाल लगायतका कलाकारहरूको अभिनय रहेको थियो। यो चलचित्रले पनि बक्स अफिसमा 51 दिन पार गर्दै बक्स अफिसमा हिट भएको थियो। त्यस्तै नम्बर 12 मा परेको छ चलचित्र पालेदाई। यो फिल्म 2063 साल चैत्र 12 गते प्रदर्शनमा आएको थियो। दयाराम दाहालको निर्देशनमा तयार भएको यो फिल्मको रन टाइम 2 घण्टा 45 मिनट रहेको छ। यो फिल्ममा राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, दिलीप रायमाझी, उषा पौडेल, रामचन्द्र अधिकारी, रवि गिरी लगायतका कलाकारहरूको अभिनय रहेको यो फिल्मले दर्शकहरूको एकदमै राम्रो साथ पाएको थियो र यो फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो। त्यस्तै नम्बर 11 मा रहेको छ चलचित्र चट्टान। यो चलचित्र 2061 साल पुष 21 गते प्रदर्शनमा आएको थियो भने यो चलचित्रको निर्देशन गरेका थिए कृष्णा चापागाईले। यो फिल्मको रन टाइम 2 घण्टा 10 मिनट रहेको छ। यो फिल्मको मुख्य भूमिकामा महानायक राजेश हमाल, धीरन साक्य, सञ्चिता लुइटेल, रेखा थापा, हेमन्त बुढाथोकी, दिनेश शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको थियो र यो फिल्म पनि बक्स अफिसमा सुपरहिट साबित भएको थियो। त्यस्तै नम्बर 10 मा रहेको छ चलचित्र कुरुक्षेत्र। यो फिल्म 2061 साल साउन 23 गते प्रदर्शनमा आएको थियो। यो फिल्मको निर्देशन गरेका थिए ज्ञानेन्द्र देउजाले। यो फिल्मको रन टाइम 2 घण्टा 28 मिनटको रहेको छ। यो फिल्मको मुख्य भूमिकामा महानायक राजेश हमाल, निखिल उप्रेती, साजन मैनाली, जल शाह लगायतका कलाकारहरूको अभिनय रहेको छ। यो फिल्म सुपरहिट हुँदै 100 दिन मनाउन सफल भएको थियो। यसरी नै नम्बर 9 मा रहेको छ चलचित्र गोरेटो। यो चलचित्र 2059 साल मङ्सिर 15 गते प्रदर्शनमा आएको थियो। यो फिल्मलाई युवराज लामाले निर्देशन गरेका थिए। यो फिल्मको मुख्य भूमिकामा राजेश हमाल, साजन मैनाली, युवराज मैनाली, मुकुन्द श्रेष्ठ, रेखा थापा, रामचन्द्र अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको यो फिल्मको रन टाइम 2 घण्टा 30 मिनट रहेको छ। यो फिल्मले पनि बक्स अफिसमा 51 दिन मनाउँदै हिट भएको थियो। त्यस्तै नम्बर 8 मा रहेको छ अंगरक्षक। यो चलचित्र 2060 साल वैशाख 15 गते प्रदर्शनमा आएको थियो। यो फिल्मलाई दयाराम दाहालले निर्देशन गरेका थिए र यो फिल्मको मुख्य भूमिकामा महानायक राजेश हमाल, धीरन साक्य, जल शाह, रेखा थापा, निर्विक्रम शाह, शिवहरि पौडेल लगायतका कलाकारहरूको अभिनय रहेको यो फिल्मको रन टाइम 2 घण्टा 29 मिनटको रहेको छ र यो फिल्म पनि बक्स अफिसमा 51 दिन पार गर्दै हिट भएको थियो। त्यस्तै नम्बर 7 मा रहेको छ चलचित्र सिमाना। यो चलचित्र 2052 साल फागुन 19 गते प्रदर्शनमा आएको थियो। यो फिल्मलाई निर्देशन गरेका छन् प्रकाश सेम्मीले। यो फिल्मको मुख्य भूमिकामा महानायक राजेश हमाल, धीरन साक्य, मेलिना मानन्धर, हेमन्त बुढाथोकी, रश्मि गिरी, दीपक छेत्री, सुशील पोखरेल लगायतका कलाकारहरूको अभिनय रहेको यो फिल्मको रन टाइम 2 घण्टा 23 मिनटको रहेको छ। यो फिल्म ब्लकबस्टर हुँदै बक्स अफिसमा 100 दिन मनाउन सफल भएको थियो। त्यस्तै नम्बर 6 मा रहेको छ चलचित्र अल्लारे। यो फिल्म 2054 साल साउन 3 गते प्रदर्शनमा आएको थियो। अशोक शर्माको निर्देशनमा तयार भएको यो फिल्मको मुख्य भूमिकामा महानायक राजेश हमाल, करिश्मा मानन्धर, अशोक शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको यो फिल्मको रन टाइम 2 घण्टा 4 मिनटको रहेको छ र यो फिल्म पनि बक्स अफिसमा ब्लकबस्टर भएको थियो।
त्यस्तै नम्बर 5 मा रहेको छ हामी तीन भाइ। यो चलचित्र 2061 सालमा प्रदर्शनमा आएको थियो। यो फिल्ममा महानायक राजेश हमाल, निखिल उप्रेती, श्रीकृष्ण श्रेष्ठ, झरना थापा, रेखा थापा, नन्दिता केसी, रवि गिरी लगायतका कलाकारहरूको अभिनय रहेको यो फिल्मलाई शिव रेग्मीले निर्देशन गरेका थिए। यो फिल्मको रन टाइम 1 घण्टा 50 मिनेटको रहेको छ। यो फिल्म बक्स अफिसमा सुपरहिट ब्लकबस्टर भएको थियो। यो फिल्मले दर्शकहरूको राम्रै साथ पाएको थियो। त्यस्तै नम्बर 4 मा रहेको छ चलचित्र पृथ्वी। यो चलचित्र 2051 सालमा रिलिज भएको थियो। प्रकाश रायमाझीको निर्देशनमा तयार भएको यो चलचित्रको मुख्य भूमिकामा महानायक राजेश हमाल, मौसमी मल्ल, सिर्जना बस्नेत, मुरलीधर, हेमन्त बुढाथोकी लगायतका कलाकारहरूको अभिनय रहेको थियो र यो फिल्म पनि बक्स अफिसमा ब्लकबस्टर भएको थियो। त्यस्तै नम्बर 3 मा रहेको छ चलचित्र शंकर। यो चलचित्र 2054 सालमा प्रदर्शनमा आएको थियो। नारायण पुरीले निर्देशन गरेको यो चलचित्रको मुख्य भूमिकामा महानायक राजेश हमाल, विपिन थापा, जल शाह, गोपाल राज मैनाली, राजेन्द्र खड्गी, नारायण त्रिपाठी, दिनेश डीसी लगायतका कलाकारहरूको अभिनय रहेको थियो र यो फिल्मले बक्स अफिसमा 100 दिन पार गर्दै ब्लकबस्टर भएको थियो। यसरी नै नम्बर 2 मा रहेको छ चलचित्र युगदेखि युगसम्म। यो चलचित्र 2048 सालमा प्रदर्शनमा आएको थियो। दीपक रायमाझीको निर्देशनमा तयार भएको यो चलचित्रको मुख्य भूमिकामा महानायक राजेश हमाल, कृष्टि मैनाली, टिका पहाडी, सुशीला रायमाझी, गोपाल राज मैनाली, मोहन निरौला, राजाराम पौडेल लगायतका कलाकारहरूको अभिनय रहेको यो फिल्म पनि बक्स अफिसमा सुपरहिट भएको थियो। त्यस्तै नम्बर 1 मा रहेको छ चलचित्र देउता। यो चलचित्र 2050 सालमा प्रदर्शनमा आएको थियो। यो फिल्मको मुख्य भूमिकामा महानायक राजेश हमाल, मुकुन्द श्रेष्ठ, तुलसी घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको यो चलचित्रलाई तुलसी घिमिरेले निर्देशन गरेका हुन् र यो फिल्म महानायक राजेश हमालको करियरकै बढी चलेको फिल्म हो भन्दा फरक नपर्ला र यो फिल्म बक्स अफिसमा ब्लकबस्टर साबित भएको थियो। धेरै लामो समयसम्म फिल्मी क्षेत्रबाट टाढै बसेका महानायक राजेश हमालले 8 वर्षपछि फिल्म नरसिंह अवतारबाट कमब्याक गरेका छन्, जुन फिल्म बक्स अफिसमा त्यति राम्रो कलेक्सन गर्न सकेन र बक्स अफिसमा फ्लप साबित भएको छ। तर उनले चलचित्र नरसिंह अवतारमा गरेको कामको भने एकदमै तारिफ भइरहेको छ। दर्शकबिन यस्तै अन्य भिडियोहरू अनि बक्स अफिस कलेक्सन बारे जानकारी लिन चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला अनि साइडमा रहेको बेल आइकनलाई पनि प्रेस गर्न नभुल्नुहोला। हस्त अहिलेलाई बिदा चाहन्छु। फेरि अर्को भिडियोमा भेटौँला। धन्यवाद। जय नेपाल।